अहिले यस्तो भनिस् भने म फेरि फेरि आउँदिन नि दिदी। अहिले लगेर निस्किया जस्तो थिएन मेरो घरमा सुपर्दैन मैती लिएर खुट्याउने आजै निस्किया निस्किया बुहारीको के दोष मैती बेलाएर खुट्याउने मलाई यस्तो बुढी चाहिएको छैन मलाई मैले बोलाएको होइन तैँले नै मलाई आउँछ यो घरमा कि यो बस्दैन कि म बस्दिनँ यो घरमा एक बस्दिन दुई बस्दिन तर बुहारी कहीँ जाँदैन। एउटा छोरो मरो सम्झिनु गल्ती त हाम्रो दाजुको पनि छ। खासमा भन्यो भने नि दाजुले हामी आउँदैमा हेरेको त नाकै काटेको के भनिस् हो त। पहिलो विषयको भैली चाहिँ